हजुरहरूले स्टारवाला खिर खानुभएको छ। आज चाहिँ मलाई यो बहिनीले एउटा इन्डियाबाट खिर मिक्सचर ल्याइदिनु भएको थियो। मैले चाहिँ यो पहिला पनि खाएको थिएँ, तर नेपालमा चाहिँ मैले यो देखेको छुइनँ। यसको खिर चाहिँ एकदमै राम्रो हुँदो रहेछ, चामल प्लस अरू पनि मिक्स हुँदो रहेछ। अनि आज चाहिँ साउन 15 खिर जस्तै हजुरहरूको जीवनमा पनि एकदम मिठास छाओस् भन्दै हामी चाहिँ यहाँ खिर पकाउँदैछौँ। आज हाम्रो फ्यामिलीको खिर खाने प्रोग्राम छ। खिर सँगसँगै आलु फ्राई बनाउन गइरहेको छौँ र यो चाहिँ काँक्रा र आलुको अचार बनायौँ हामीले। अनि त्यसपछि खिरमा मलाई चाहिँ एकदमै घिउ हालेको मनपर्छ के साथीहरू, त्यसैले घिउ अनि घिउ त्यसपछि नरिवल छोगाडाहरू हालेर म चाहिँ यहाँ घिउमा हल्का भुट्दै थियो। अब यो हल्का रातो रातो भएपछि चाहिँ म त्यो खिरमा हाल्छु। त्यसको साथसाथै चाहिँ मेरो फ्यामिलीमा चाहिँ बच्चाहरूले खिरसँग चाहिँ पुरी खान एकदम मन पराउने भएको हुनाले हाम्रो घरमा आज पुरी पनि पाक्दैछ। हजुरहरूको घरमा पनि खिर पक्कै पनि पाक्यो होला। अनि त्यसपछि हाम्रो घरमा खिर पाक्यो अनि सबैजना मिलेर हामीले यसरी खाँदैछौँ साथीहरू। थ्याङ्क यू फर वाचिङ आवर भिडियो।